तँसँग 2 मिनेट समय छ। तेरो आमा र मेरो आमाको विषयमा कुरा गर्नु छ। नेपाल आमाको। तेरो बाजे र मेरो बाजेले 2007 सालमा राणा हटाए। बाउ मिलेर पञ्चायत हटाए, बौद्धल ल्याए। तँ र म मिलेर 2062-63 मा राजा भङ्गायौं। तर अहिले आएर हेर के खुत्याएछौ हामीले, के खुत्याएछ बौद्धलले, के लतारेछ प्रजातन्त्रले, के लोकतन्त्रले। राणाले बनाएको भवन सिंह दरबारमा बसेर लोकतन्त्रको परिभाषा लेख्छन्। पञ्चेले बनाएको बाटोमा पजेरो कुदाउँछन्। एकतन्त्रीय शासनमा बनेका जलविद्युत आयोजनाका बत्ती बालेर 2072 को संविधान लेख्छन्। अनि बन्न लागेका र बनेका परियोजनाहरू अधिकारका नाममा ध्वस्त पारेर हाम्रो भोटको ऋण तिर्छन्। देशमा जति ठूला भौतिक संरचनाहरू छन्, जति ठूला परियोजना छन्, सबै कि त राणा शासनमा, कि त पञ्चायतमा, कि त एकतन्त्रीय राजतन्त्रमा बनेका छन्। 2046 को बौद्धलपछि के चाहिँ गतिलो कार्य भएको छ? कुनै एक उदाहरण छ? 2063 पछि बिगार्ने बाहेक बनाउने के चाहिँ कार्य भएको छ? म राजतन्त्रको पक्षधर होइन, न राणा शासनको, न पञ्चायतको। मलाई 601 होइन, 600 हटाएर मात्र एक व्यक्ति चाहियो। त्यस्तो एक व्यक्ति जसमा पृथ्वीनारायणको पराक्रम, जङ्गेको साहस, त्रिभुवनको उद्धारता र वीरेन्द्रको देश प्रेम झल्कियोस्। प्रजातन्त्र होइन, बौद्धल होइन, लोकतन्त्र होइन, गणतन्त्र होइन, जातीय विभेद होइन। मलाई त मात्र एक व्यक्ति चाहियो जसले नयाँ तन्त्र ल्याएर देशलाई यो विषम जटिलताबाट पार लगाओस्। मात्र तेरो र मेरो नभएर कहीं देशको माग पनि यही त होइन? म सोच्छु यदि पृथ्वीनारायण अरु 5 वर्ष बाँचेको भए नेपालको सीमाले समुद्र चुम्दै हुने थियो। अनि हामी रोकिने थिएनौं कुनै नाकाबन्दीले। नारायण हिटी पर्व नभएको भए नेपाल अझै शान्ति क्षेत्रै कायम रहने थियो। कुनै अफ्रिकन देशको दाजोमा आउने थिएन। के छैन मेरो देशमा? 6000 खोला छन् जसबाट 83,000 मेगावाट विद्युत उत्पादन हुन सक्छ। 40,000 मेगावाट त सजिलै निस्कन्छ। तर हाल मात्र 40% जनसंख्याको लागि 600 मेगावाट निकालिएको छ। नेपालको पहिलो जलविद्युत आयोजना फार्पिङ एसियाकै दोस्रो जलविद्युत आयोजना हो। यदि सम्भावित सबै विद्युत उत्पादन गरेर देशलाई पर्याप्त राखेर अरु बिक्री गर्ने हो भने आधा एसिया हाम्रो विद्युत बाल्दै हुने थियो। अनि न त तँ मुगलान भासिनु पर्ने थियो, न त म बेरोजगार बस्नु पर्ने थियो। सयौं त खानी छन्, चुरे आफूमा आफै खानीको पहाड हो। तर कसलाई वास्ता छ यसको? जमिन खोतल्दा प्राकृतिक ग्यास र पेट्रोल निस्कन्छ। उदाहरण छ लुम्बिनी, ललितपुरको लुबु, मोरङको बाहुनी। तर काम सुरु कसले गर्ने? सगरमाथा सहित 8000 मिटर भन्दा माथिका 8 हिमाल छन् र मात्र एक पाकिस्तानमा। तर त्यही एक माउन्ट केटुले पाकिस्तानी अर्थतन्त्रको 4% भार थेगेको छ। हाम्रा हिमाललाई कसले बनाउने पर्यटन मैत्री? स्विजरल्यान्डमा सबै 4500 मिटर भन्दा होचा हिमाल छन्। तर किन विश्व त्यसकै पछि लाग्छ? हिमाली क्षेत्रमा उत्पादित जडीबुटीको चासो लिने कसले? कृषिले नै मात्र पनि हाम्रो सुनौलो भविष्य लेख्न सक्छ। तर त्यो सपनालाई सिंचित कसले गरिदिने? उत्तर कोरियाको क्षेत्रफल 1,20,540 वर्ग किमी छ, जो हाम्रो भन्दा कम हो। तर डराउँछ सारा विश्व र हामीलाई थर्काउँछ छिमेकीले। यो कायरताको सुरुवात कहाँबाट भयो त? इतिहास त हामी झुकेको कुरा गर्दैन त। बिग्रियो कहिलेबाट? जसलाई हामी नेता ठान्छौं उसलाई देश विकासको होइन मात्र चुनावको प्रतीक्षा हुन्छ। अनि तर म चुनावको भिडमा ठेल मठेल गरेर तिनैलाई जिताउन पुग्छौं। अहिलेको देशको माग मात्र एक व्यक्ति हो। त्यो एक व्यक्ति जसले सानो भए तापनि देशलाई उत्तर कोरिया चाहिँ शक्तिशाली र निडर बनाओस्, स्विजरल्यान्ड जस्तो समृद्ध बनाओस्। यो हारिसकेको नेपाली मनमा विजयको नयाँ साहस बरोस्। त्यो एक व्यक्ति त पनि हुन सक्छस् र म पनि, मात्र एक व्यक्ति। जय नेपाली, जय नेपाल।